म नेपाल सरकारलाई भन्न चाहन्छु यो काम एकदम गलत भइरहेको छ। यस्तो तरिकाले लछार पछार गर्न मिल्दैन। तपाईहरु काठमाडौँमा बसेर कानुन बनाउनुहुन्छ, तपाईहरु काठमाडौँमा बसेर कानुन लगाउनुहुन्छ, तर जुन मान्छे गाउँ देहातमा छ, मधेस प्रदेशमा छ, जसको घर बोर्डर लागेको छ, त्यसको अवस्था के रहेको छ कहिले तपाईहरु त्यसलाई सम्झिनु भएको छ? केही सम्झिनु भएको छैन। ठीक छ, कस्टम लगाउनु सही हो, त्यो हाम्रो देशको लागि हो, तर किन हाम्रो देशमा सामान सस्तो छैन? किन हाम्रो देशमा सामान त्यति महँगो छ? के त्यो कुराहरुमा ध्यान नदिने, मात्रै आफ्नै जनतालाई दुःख दिने, तकलिफ दिने र यस्तो तरिकाले लछार पछार गर्ने यो कुन नैतिकताले गरेको? के आफ्नो नेपालीलाई दुःख दिन यो सही हो? म मान्छु कस्टम राखेको सही हो। त्यही 100 बचाउनको लागि मान्छे बोर्डर पारी जान्छ। यदि त्यही 100 रुपैयाँ आफ्नै देशमा बचियो भने हामी किन बोर्डरमा जाने? किन बोर्डर पारी जाने? किन इन्डियाको सामान युज गर्ने? किन इन्डियामा जाने? अरूको सामान किन आफ्नो घर चलाउने? किनभने हाम्रो देशमा त्यो 100 रुपैयाँ बचिरहेको छैन। चिनीको कुरा गर्दा मात्रै चिनीको कुरा गर्दा 25-30 रुपैयाँको अन्तरमा चिनीको भाव रहेको छ। हाम्रो नेपालमा 25-30 रुपैयाँ बढी र त्यही बोर्डर पारी 20-25 रुपैयाँ कममा मिल्छ। मान्छे त्यसको लागि गइहाल्छ। अब एउटा कपडा ल्याउनको लागि मान्छे बोर्डर पारी गयो भने त्यो कपडा 1000-1200 को हुन्छ, 1500, 2000, 2500 को हुन्छ र त्यसमा पनि कस्टम। त्यही 200-100 बचाउनको लागि मान्छे त्यहाँ जान्छ र त्यसमा कस्टम। यस्तो कानुन चल्दैन। कानुन लगाउनु छ भने राम्रोसँग लगाउनुस्। हामीहरु सरकारको साथमा छौं। यसको मतलब यो हैन कि तपाईहरुलाई जे मन लाग्यो त्यही गर्ने। ठूला ठूला बिजनेसम्यानहरु सामान ल्याएर इन्डियाबाट नेपालमा महँगोमा बेचिन्छ, के उनीहरुमाथि कारबाही गर्न सक्दैन तपाईहरु? आफ्नै गरिब परिवारहरुको जुन घरलाई तपाईहरु बर्बाद गर्न खोजिरहेको छ, यो कदापि सही छैन। प्लिज यस्तो निर्णयहरु नगर्नुस् जहाँबाट गरिब परिवारहरुलाई दुःख होस्, जहाँबाट आफ्नै नेपालीहरुलाई दुःख होस्। धेरै जस्तो भिडियोहरु सामाजिक सञ्जालमा आइरहेको छ। यो एउटा बोर्डरको कुरा हैन। हाम्रो धेरै जस्तो बोर्डर इन्डियाबाट लागेको छ र धेरै जस्तो नेपालीहरु इन्डियाबाट सामान ल्याएर आफ्नो घरलाई चलाउँछ। प्लिज त्यो केही कानुन ल्याउनु भन्दा पहिले त्यसको बारेमा र त्यसको अघि पछि सोच्न एकदम जरुरी छ यो सरकारलाई पनि। जय नेपाल।